हामी कहाँ हिँड्दैछौँ अरे दाइ भन्नु त पदम दाइ आएन हौ सबैजना इन्सानको लास्ट स्टेजको उकालो अँ जो कि लगभग 85 डिग्रीको ठाडो छ है। के सानो भाइ आउँदैछ पछाडि देखिरहेछ सानो भाइ नजिक नजिक आउँ है नजिक तिमीले पार्यो भनेपछि पाँच हौ बेहोस बनायो भने बर्बाद छ नि त। नपाद्ने भावनाले म ढुक्क छु तिमीले पार्दैनौ भनेर ऊ त्यो कान्छो भाइ भइदियो भने त उनीहरू डरले पारिहाल्थ्यो। हामी यस्तो उकालो हिँड्दैछौँ क्या एकछिन बिसाउँ है पुल चढेर ए क्या आनन्द भइरहेछ हौ हिँड्न त यार तलबाट फोटो खिच्नु पर्थ्यो क्या सानो भाइलाई चाहिँ बिचमा राख्नु पर्थ्यो जस्तो छ गलियो चलो चलो बिसाउन दाइ एकछिन गलियो क्या खै म जान्छु होइन हुँदैन टपमा भाइ हिँड्छ क्या दुईजना आएन नि त दुईटालाई पनि पर्ख्यौँ भनेको क्या भिडियोमा सबै निकालिदिउँ भनेको नि ए त्यहाँ बसेर फोटो खिच्ने होइन त्यो क्यामेरा खस्यो भने के हुन्छ के अरे खस्दैन कहाँ भेट्टिला केही भेट्टिन्न यहाँ सुरु दुईपट्टि पकाएर फर्कियो मोबाइल हाल किन क्या मजा भयो दाइ तर खुट्टा चाहिँ फुट्ला जस्तो भइरहेछ यो उकालोले क्या त्यहाँ कसको सेल्फी स्टिक खस्यो पर हेर न ऊ खोइ उहाँ पर हुनसक्छ नि त देख्नु सेल्फी स्टिक भित्तामा क्या पर देखिन म त हेर्दिनँ आया हाम्रो टोली कता रह्यो सुरज भाइ बिस्तारै आऊ है म त टपमा पुगिसकेँ झन्डा गाड्ने ठाउँ पनि रहेछ भने डाँडामा गएर जानु पदम दाइ आइपुग्नु भयो के आइयो उकाली परे सुभाष भाइ आइपुग्यो हाम्रो सानो भाइ कुकुरमा सुते जस्तो भयो होला है भाइ सुई हल्लिएको अनुभव क्यामेरा दुईटा हातमा क्यामेरा भएर के दुईटा हातमा नि एउटा हातमा चाहिँ क्या दामी छ ल हेर दाइ दामी अरे कस्तो मजा म्युट लाग्छ हेर्दै छोडी त्यहीबाट तलतिर झर्दा रहेनछन् यहाँबाट त झर्न सकिँदैन पसिना त तुर आइरहेछ मेरो यो यसरी खिच्छ त उताको परको केबल कार उताबाट त्यहाँबाट